काठमाडौँको चोबार गल्छी। काठमाडौँ पहिला ठुलो ताल थियो रे। यहाँ मन्जुश्री भन्ने मान्छेले यो खड्काले यो चोबारको डाँडो च्वाट्टै काटेर यहाँबाट पानी निकास गरेपछि काठमाडौँको पानी सबै बाहिर गएपछि बल्ल यहाँ उपत्यकामा बस्न योग्य ठाउँ बन्यो रे भन्ने यो किम्वदन्ती है। फ्याक्ट चाहिँ होइन, इतिहासमा चाहिँ फ्याक्ट चाहिन्छ, प्रमाण चाहिन्छ। तर यो चाहिँ मुखैमुख सुन्दै आएको किम्वदन्ती। अरू पनि छ, यसको प्रमाण छ। काठमाडौँको यो फर्पिङ जाने बाटो, चोबारको डाँडो आजकल यस्तो यहाँ चाहिँ हल्का रेस्टुरेन्ट पनि छ। यस्तो केटाकेटीहरू आउँछन् यहाँ बस्न। हल्का नास्ता खाने ठाउँहरू छ, रेस्टुरेन्टहरू छ। रेस्टुरेन्टहरू छ। जाने बाटो छ। यहाँ बाइकहरू पार्किङ गर्छन्। त माथि त्यो डाँडामा जान्छन्। चङ्गा उडाइरहेको छ बच्चाहरूले, धेरै चङ्गा छ। पारी बसेको हुन्छ केटाकेटीहरू यताबाट गएर। यो सबै डाँडो केटा र केटीले बसेर भरिन्छ पुरै। यो मेरो क्यामेराको उले भ्याउँदैन। अलि राम्रो क्यामेरा ठुलो भएको भए जुम गरेर देखाइदिनु हुन्थ्यो। यो डाँडो भरि वरिपरि सबै तलदेखि माथिसम्म केटाकेटीहरू बस्छ। डेटिङ स्पोट हो। यो गनाउने पानी मात्रै छ। काठमाडौँ उपत्यकाभरिको ढलहरू यो गल्छीबाट जान्छ। आज म झ्याउ लागेर दिक्क लागेर एक्लै घुम्दै आएको। यता यहाँ हेर्छु, यहाँ के रहेछ हेरौँ। यहाँ पिङ जस्तो छ। केटाकेटी धेरै हेर्छन्। हो त्यता त त्यस्तो बनेछ। होटलहरू छ। त्यहाँ माथि गुम्बा जाने बाटो छ। गुम्बा छ माथि रहेछ। रेस्टुरेन्ट छ, खाने ठाउँ। बस्ने पिङ रहेछ यहाँ। कहाँबाट जाने? जाने बाटो उताबाट रहेछ। सानो बजार जस्तो भएछ यहाँ। चोबारको मन्जुश्री पार्क।
जोड्ने बागमती पुल। त्यो माथिको झोलुङ्गे पुल चाहिँ राणाकालमै बनेको जस्तो छ। यो चाहिँ काठमाडौँ ललितपुर जोड्ने बागमती पुल चोबारको समुद्घाटन माननीय भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदारले ज्यूबाट 2066 13 गतेका दिन सम्पन्न भयो। यो सानो गाडी हिँड्ने पुल चाहिँ 66 सालमा निर्माण भएको रहेछ। काठमाडौँ र ललितपुर जोड्ने 66 सालमा निर्माण भएको। कति पछि भएर छ त माथि छ यो त राणाकालमै बनेको जस्तो छ। मञ्जुश्री पार्क कीर्तिपुर नगरपालिका वडा नम्बर 6। यो त राणाकालमै बनेको पुल हो, झोलुङ्गे पुल। यसको एस्टाब्लिस तल लेखेको होला। यस्तो लेखेर छ चन्द्र शमशेरको पालामा बनेको रहेछ। ब्रिगेडियर डाक्टर कर्नेल कुमार नरसिंह राणा बहादुर सी AIC के लिए इन्जिनियरिङ गभर्नमेन्ट अफ नेपाल काठमाडौँ लेखेर छ। काठमाडौँको KHFT काठमाडौँ लेखेर छ। ब्रिटिसले बनाएको यसमा चाहिँ स्कटल्यान्डको कम्पनीले बनाएर छ। हेमर्डिङ स्कटल्यान्ड लुइस ह्यामर चन्द्र शमशेरले बनाइदिएको रहेछ यो झोलुङ्गे पुल। त्यति पुरानो रहेछ यो झोलुङ्गे पुल, चन्द्र शमशेरको पालामा तल सबै घटनाहरू घटिरहन्छ। मान्छेहरू आत्महत्या गर्छन्, कोही झुन्डेर मर्छन्। काठमाडौँको भरिको ढल फोहोरहरू सबै यहाँ बगेर आउँछ। सब यही हो मञ्जुश्रीले चिरा पारेर काठमाडौँको फोहोर तल काटेर पानी फालेको भनेको। तालै ताल भएको काठमाडौँलाई चोबारको डाँडो चट्टै काटेर पानी निकास गरेको भनेको डाँडो यही हो। मञ्जुश्री काटेको जस्तो देखिन्छ देख्न त यो डाँडो। डाँडो पानी फालेको कस्तो हल्लिँदो रहेछ। इंडियन टूरिस्ट को यार रहेछ ठ्याक्क यो सुक्खा बन्दरगाह ठ्याक्क यसको तलतिर छ। पछि बनेको गाडी जाने पुल 66 सालमा बनेको। ठ्याक्कै डाँडो काटेर उपत्यकाको पानी निकास जाने बनाएको रे मञ्जुश्रीले भन्छन् है। सधैँ फोहोर पानी ढल चल सबै उताबाट बगेर आएको छ। यस्तो चट्टानी ढुङ्गा छ
काटेर फालेको जस्तो देखिन्छ हेर्दा त च्याट्टै केक काटे जस्तो काटेछ। हेलो लाइट फरेस्ट लाइट यहाँ तलतिर एकदम पुरानो मन्दिर छ। यो गल्छी नयाँ पुल मुनि निकै नै गन्हाउने पानी छ। गल्छीको मुनि के गन्हाउने पानी छ यहाँ।